वाशिंगटन डीसी 15 गते टेक अर्बपति एलन मस्कले ट्रम्प प्रशासनको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। उनी स्वयंले घोषणा गरेका छन् कि उनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन छोड्दैछन्, जहाँ उनले संघीय सरकारमा लागत कटौती गर्न 1 महिना लामो परियोजनाको नेतृत्व गरेका थिए। विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय सकिएपछि, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च कम गर्ने अवसरको लागि धन्यवाद दिन चाहन्छु। उनले बुधबार साँझ सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्। डीओजी मिसनले समयको साथ मात्र बलियो बनाउँछ किनकि यो सरकारभरि जीवनको एक तरिका बन्छ, मस्कले सरकारी दक्षता विभागलाई उल्लेख गर्दै भने, जसका उनी शीर्ष व्यक्ति थिए।